दर्शकबिन सबैजना नमस्ते। आज चाहिँ हामी यहाँको छौँ। आज फाइनल्ली गाइज आज चाहिँ हामी बाँदरको भ्लग ल्याउँछौँ। बाँदर हेर्नु ल, बाँदर गाउँमा सताएको चाहिँ गाउँमा बाँदरले धेरै क्षति गरेको र क्षति सबैलाई अब चाहिँ मैले बाँदरको भिडियो देखाउन चाहेँ। अब हजुरलाई सबैजना राई थापामा नयाँ भ्लगमा स्वागत छ। आज हेर्न सक्नुहुन्छ बाँदर दौडेको छ। बाँदरको हेर्न सक्नुहुन्छ हजुर सबैजना सम्पूर्णलाई। बाँदरले हैरान पारेको छ हजुर, देख्न सक्नुहुन्छ दर्शकहरूले। यस्ता बाँदरले धेरै सताएको, गाउँमा धेरै सताइसक्यो छ बाँदरले, धेरै सताएको छ। यहाँ हेर्न सक्नुहुन्छ हेर्नु बाँदरहरू, बाँदरले धेरै सताएको छ गाउँमा। माथिबाट छ, गहिराभरि छ यहाँ बाँदर, हुलमा खिच्न मिलेन। काभ्रेको यस्तो हेर्न सक्नुहुन्छ यी बाँदरहरू, यस्तरी हेर्न सक्नुभयो यी बाँदरहरू। बाँदरले एकदम सताएको छ गाईजुहरू, यस्तो बवाल सता छ कि यो के गर्ने र यसलाई के गर्ने। गाउँमा यस्तो एकदम सताएको बाँदरले, कोही बुटा छन्, कोही कता छन्। हेर्नुहोस् गाइस है, हेर्न सक्नुहुन्छ हजुर, भुटान बसेछन्, एकदम सताएको अवस्था छ, नल खाइदिएछ। बाँदरले धेरै क्षति भएको छ गाउँतिर। हामी चाहिँ काभ्रे वालिम 14 कपासेदेखि काभ्रेमा वालिम 14बाट बोलेको छ। बाँदर यहाँ छ, हेर्न सक्नुहुन्छ। बाँदरको भिडियो मिरिस मैले जानकारी दिन चाहेँ हजुरलाई। बाँदरहरू यताबाट आइरहेको छ, हुल हेर्न सक्नुहुन्छ हजुरले। ल हेर्नुहोस्, यता झरेको छ बाँदर, टन्नै छ। ल हेर्नु, ल यहाँ छ, हेर्न सक्नुभयो बाँदरहरू। बाँदरको बच्चाहरू टन्नै छन् यहाँ यता। ल हेर, यता छन्, हेर्न सक्नुहुन्छ। छपक्क यता यहाँ छपक्क छन् बाँदर। गाउँमा धेरै आइरहेको छ। ल हट्न त्यताबाट, त्यही पनि रहेछ। यहीँ लुके यता हेर्न सक्नुहुन्छ बाँदरको यस्तो गरेपछि गाउँमा खेती लाउन दिन्छ त बाँदरले। हेर्नु त गाई, यस्तरी गाउँमा खेती गर्न दिन्छ यस्तो बाँदर आएपछि। एउटा बाँदर यस्तो आएपछि गाई खेती गर्न दिन्छ कि दिन्न? खेती गर्नै दिन्न क्या गाई। यस्तो छ कि बाँदर एकदम बेसर छ यहाँ गाउँमा। काभ्रेमा छु म, काभ्रेहरू बोलेको राजु भ्लग, हेर्न सक्नुहुन्छ। आज यस्तो बाँदरले एकदम सताएको गाउँमा धेरै। हेर्नु काभ्रेतिर एकदम सताएको छ बाँदरले हजुर, हेर्न सक्नुहुन्छ। एकदम छ काभ्रेमा। कति ठुल्ठुलो छ बाँदर हजुर, हेर्न सक्नुहुन्छ। हेर्नु बाँदर, हेर्नु हो, कोही बुटा छ, कोही हिँडेछ, कोही कता छ, यस्तरी सताएको छ गाउँतिर। यो चाहिँ हामीले गाउँतिरको काभ्रेबाट भिडियो हामीले चाहिँ गरिरहेको छौँ। यहीँ छ ए ठुलो कोही यस्तरी भागेको छ, देख्न सक्नुहुन्छ गाई। कोही आउन लाग्छु, देख्नुभयो एउटा यहाँ छ, यस्तरी भाग्यो गाई। यस्तो छ बाँदर। कोही बुटाए यस्तरी बसेछन्, त्यो बसेपछि नि कहाँ हुन्छ त बाँदरले। हो कोही ल यसै सताएर हुन्छ कोही बत्तलले खान्, यस्तै सताउँछ गाईजुहरू, हेर्न सक्नुहुन्छ। यस्तरी पनि भएपछि कहाँबाट बाँदरले के राख्ला त भन्नु त, केही राख्दैन नि। यहाँ कसै कनार बसेछ कि, हेर्न सक्नुहुन्छ गाई। यता हेर्न सक्नुभयो चाहिँ बाँदरको भलक तल्का जान्छ, हेर्न सक्नुहुन्छ। यस्तो छ, धुग्रे छ बाँदर, उहाँ पुगिसक्यो। बाटैबाट गयो बाँदर तल कपासतिर। ओ यहाँ चाहिँ यत्रो सानो बच्चा नि छ, त्यहाँ पनि छ, हेर्न सक्नुहुन्छ गाईहरू। कोही यहाँ चाहिँ यस्तरी सानो बच्चाहरू देख्न सक्नुहुन्छ हजुर। यस्तो गरेपछि कहाँ दिन्छ यस्तो खेती खाइदिएछ। कति गाह्रो होला यहाँ खेती लाउँछ उसले, बाँदरले सफाक पारिदिन्छ सबै। अनि सबै यहाँ लुके खान् कोही। हान्नु मामा हान्नु। यहाँ यस्तो हेर्नुहोस्, यो खेती बिगार्ने यस्तरी खेती गरेर दिन्छ त गाउँमा। यहाँ गते सिमी छ, यहाँ कति छ हेर्न। यस्तो 17 भयो यो गते सिमी।
यो कसले उस गर्ने यो बाँदरलाई के जानकारी दिनु पर्यो अब सरकारले यो कस्तो के गर्ने अब यहाँ हाम्रो यो सबै भ्याइदियो यो पुरै थियो टनेलै बनाएको हामीले गते सिमीको कति छ बाँदर हेर्न सक्नुहुन्छ उहाँ कोही उहाँ बसेर खाएको छ यस्तै सताएसिन कसरी होला त ल भन्नु त यसरी सताउँछ बाँदरले पुरै टनल छ यहाँ पुरै टनल हो यो हाम्रो मामाको पुरै हेर्नु त्यस्तरी खाएको छ के भन्ने हो बाँदरले यस्तो सताएसिन कसरी रहन्छ त ल भन्नु त यसो सताएसी अब गाउँमा केही रहला यस्तो हेर्न सक्नुहुन्छ यहाँ हेर्नुहोस् यहाँ लखट्नै सक्यो होइन हजुर यता आउनुहोस् त यता लखट्नु पर्यो यता छ ल गाईजोरू सबैजना हेर्न सक्नुहुन्छ आज चाहिँ बाँदरको बेला सबैजनालाई थ्याङ्क यू सबैजनालाई जय नेपाल थ्याङ्क यू भन्न चाहन्छु हेर्दै गर्नु होला कमेन्ट गर्दै गर्नु होला थ्याङ्क यू